तपाईँको समस्या नै हो हाम्रो एजेन्डा भनेको माथि आकाश र जुनको कुरा होइन। जुन ताराको कुरा गर्न मलाई पनि आउँछ, तर म जुन ताराको कुरा गर्दिनँ, तपाईँको घर भुटानको कुरा गर्छु। तपाईँको जीवनमा परेको समस्या नै मेरो एजेन्डा हो, संस्कृतिको एजेन्डा हो। तपाईँको समस्या एकातिर छ, हामीले अर्कोतिरको एजेन्डा गफ गरेर हुन्छ। त्यो विदेशी पात, फलना पात र घिसना पात भने जस्तो हो। त्यसले गर्दाखेरि यहाँहरूको पीडा नै हाम्रो एजेन्डा हो। हाम्रो सरकार बनिसकेपछि त डेफिनेटली कुरा गरौँ नै हाल्छौँ। त्योभन्दा अगाडि नै हामी पहल गर्छौँ। लेख्ने कलम तपाईँको छ नि हाम्रो हातमा नआइन्जेल पनि हामी पहल गर्छौँ। कलम हाम्रो हातमा आइसकेपछि त तपाईँको हित र तपाईँको जितभन्दा उतातिर हामी केही लेख्नेवाला छौँ। हामी हाम्रो मनको गीत लेख्नको लागि कलम चलाउने ठाउँमा पुग्ने होइन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी तपाईँको दुःख बोल्छौँ, हामी तपाईँको दुःख समाधान गर्छौँ। हामी आफैले बस्नमा खियाएर हामी आफैले यो देशलाई चलाउनुपर्छ भन्ने चेतना, स्वाभिमानी चेतनाको संस्कृति हो। त्यो अभियान संस्कृति, त्यो संस्कृतिमा तपाईँ आउन चाहनुहुन्छ? हो, यो संस्कृति आजदेखि तपाईँको संस्कृति भयो।